अपर्च्युनिटी अर्थात् अवसर तपाईको ठाउँमा छैन भने त्यो जमिनमा त्यो ठाउँमा अपर्च्युनिटी तपाईले मात्रै नदेखेको हो। त्यहाँ आउने नयाँ मान्छेहरू जो विभिन्न ठाउँबाट आउँछन् तपाईको ठाउँमा, तिनीहरूले अपर्च्युनिटी देखेको हुन्छ र उनीहरूले त्यो अपर्च्युनिटीको उपयोग गरिरहेका हुन्छन्। यहाँनिर देख्न सक्नुहुन्छ, यहाँनिर अपर्च्युनिटी अवसर नदेखेर नै हुन सक्छ। यो पारीको सबै जग्गा बाँझो भइसकेको छ। यसको पारीको खेत भन्दा माथि तलको यो बनमाराको घारी खेत हो, त्यसको माथिको बारी थियो, त्यो पनि यसपालिदेखि बाँझो हुँदैछ। यो भन्दा मास्तिरको बारीहरू हाम्रो भन्दा वरिपरिका अन्य बारीहरू बाँझो भइसकेका छन्। यो एरियाको माथिको बाँझो जमिन जति जम्मै थियो त्यो सबै पहिला उपयोग गरिएका जमिनहरू पनि सबै बाँझो भइसकेको छ। यहाँनिर म चाहिँ यहाँनिर रोपाइँ गर्न आएको छु। रोपाइँ यो हाम्रो मात्रै जमिनमा अहिले रोपाइँ हुँदैछ। हाम्रो खेतभन्दा मुनि पनि बाँझो, त्योभन्दा पारीको बाँझो, अन्य खेतहरू बाँझो छ। र यसपालि चाहिँ रोपाइँ गर्ने यो हाम्रो एरियामा हाम्रो मात्रै खेत बाँकी रहेको छ। र यहाँनिर देख्न सक्नुहुन्छ, योभन्दा माथिको जुन जमिन छ बिचको, यो जमिन अघिल्लो वर्ष कुरो घारी थियो र यो कुरो घारी भएको जमिन चाहिँ हाम्रो यहाँको लोकलले भन्दा बाहिरको मान्छेले त्यो कुरो घारीमा अपर्च्युनिटी देख्नुभयो र त्यहाँनिर उहाँले यो जति पनि जमिन छ यो बिचको, त्यहाँनिर सबै तलदेखि माथिसम्म कफी र अन्य फलफुलका बिरुवाहरू लगाउनु भएको छ र उहाँले यहाँ अपर्च्युनिटी देख्नु भएको छ। 5 वर्षपछि यो कुरो घारीले भरिएको जमिनबाट उहाँले पक्कै पनि यो अपर्च्युनिटी, यो अवसरको फाइदा पक्कै पनि लिनुहुन्छ। तपाईहरु पनि आफ्नो जमिन बेच्दै हुनुहुन्छ भने जसले खेतको उपयोग गर्न सक्छ, जग्गाको उपयोग गर्न सक्छ, त्यसलाई दिनुस्। जमिन जसले खरिद गरेर त्यो लालपूर्जा ब्याङ्कमा राख्ने उद्देश्यले खरिद गर्छ, जमिनै नहेरिकन खरिद गर्छ, त्यसलाई जमिन नदिनुस्। तपाई त पक्कै पनि सानो एरियामा फेरि यही एरियामा बस्नु भएको हुन सक्छ र यहाँ तपाई अवसर नदेखेर निराश भएको हुन सक्नुहुन्छ र जब नयाँ मान्छेले यसरी अपर्च्युनिटी उपयोग गर्छ, त्यसबाट तपाईलाई पनि पक्कै पनि फाइदा र इन्स्पायर मिल्दछ। त्यसकारण जमिन प्रयोग गर्ने, उपयोग गर्ने मान्छेलाई दिनुस् र बाँझो जमिन जति पनि छ, तपाईहरु देश विदेशमा पक्कै पनि काहीँ शहर पसेर अलिअलि पैसा कमाउनु भएको छ भने त्यो जमिनमा पक्कै पनि फलफुल, कफी लगायतका अन्य चीजहरू आएर यो बाँझो जमिनमा चाहिँ खेती गरिदिनुस्। त्यसले तपाईलाई 5 वर्ष 10 वर्षपछि पक्कै पनि तपाईलाई निकै राम्रो फाइदा दिनेछ, तपाईलाई इन्कम दिनेछ। थ्यांक यू।